त्यसले लेखेको चिठी। कसैको जीवनमा जति मेहनत गरे पनि के भाग्य सधैँ अगाडि आउँछ? जब एउटा गरिब केटा आफ्नो भविष्य आफ्नै हातले बदल्न खोज्छ, के लेखिएको हटाउन सकिन्छ? दोलखाको एउटा टाढाको गाउँमा रमेश भन्ने एक गरिब केटा बस्दथ्यो। ऊ अनाथ थियो, सानैमा आमा बुबा गुमायो। गाउँका मानिसहरू भन्थे रमेशको भाग्य राम्रो छैन। रमेशले कहिल्यै हार मान्दैन। ऊ खेतमा काम गर्थ्यो, बुढाबुढीलाई मद्दत गर्थ्यो, साँझमा पढ्थ्यो। ऊ भन्थ्यो भाग्य होइन, मेहनत ठुलो हुन्छ। एक दिन उसले सुन्यो सहरमा एउटा छात्रवृत्तिको परीक्षा हुँदैछ। रमेशको मन खुसीले फुरुङ्ग भयो। ऊ पढ्न थाल्यो, बत्ती नभए मैनबत्तीको उज्यालोमा, किताब नभए गोरु बेचेर किनेर। परीक्षाको दिन आयो। रमेश सहर गयो। तर बाटोमा उसको झोला हरायो, सबै कागज र टिकट त्यही झोलामा थियो। ऊ रुन्छ, थाक्छ। अनि एउटा वृद्ध मानिससँग भेट हुन्छ। बुढोले सोध्छ, रोएको बाबु? रमेश भन्छ, मेरो जीवन सधैँ हार्दो छ, मैले आफ्नो भाग्य जित्न खोजे तर फेरि हराएँ। मलाई थाहा छ भाग्य एउटा चिठी हो, भगवानले लेखेको। तर केही शब्द तिमी आफै लेख्न सक्छौ। रमेशलाई केही पैसा दिन्छ, कागज बनाइदिन्छ। रमेश परीक्षा दिन जान्छ। बित्छन्। रमेशको नतिजा आउँछ, ऊ प्रथम हुन्छ। अर्को ठुलो कलेजमा उसलाई छात्रवृत्ति मिल्छ। ऊ पढाइ सकेर गाउँ फर्कन्छ, डाक्टर बन्ने सपना बोकेर। गाउँले भन्छन्, रमेशले भाग्य जित्यो। तर रमेश भन्छ, भाग्य त पहिले नै लेखिएको थियो, मैले त त्यसलाई पढ्न सिकेँ।